everybody. So my name is Yuran Rai, and today we're gonna talk about my script which I have took. अनि मैले चाहिँ this stock which is ULBSL लिएको थिएँ होइन यसलाई चाहिँ sorry है so मैले चाहिँ according to the ICT को रूपबाट चाहिँ मैले यो ICT प्लस SMC को कन्सेप्ट अनुसारमा चाहिँ मैले यो स्टक लिएको थिएँ होइन and the first reason is कि यसले चाहिँ आफ्नो यो आईलाई ब्रेकआउट दियो प्लस यहाँनिर मान्छेहरूलाई चाहिँ फोमोमा लियो होइन अनि यहाँ फोमोमा लिइसकेपछि चाहिँ उनीहरूले यहाँ बाइजन गरेको छ होइन रिटेलरहरूले यहाँ बाइजन गरिसकेपछि उनीहरूको स्टप लस हिट हुँदै 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 गएको छ है प्लस यो लेभलमा मान्छेहरूले सपोर्टको एरिया यो रेजिस्टेन्स एरियालाई सपोर्टको एरिया भनेर उनीहरूले यहाँ बाइजन गरेको छ सो यहाँ बाइजन गरेपछि उनीहरूको स्टप लस हिट भयो होइन अगेन यहाँनिर फ्यु बायर्सहरू आएको छ सो यो लेभलमा उनीहरूले सपोर्ट लेभल तानेर चाहिँ उनीहरूले फेरि यहाँनिर बाइजन गरेर चाहिँ फेरि मुनिको साइड आएको छ है सो अब मैले चाहिँ किन यो रिजनमा मैले बाइजन गरेँ भन्दाखेरि बिकज आई स अ गुड अर्डर ब्लक प्लस एफइजी है सो यो एज अ अर्डर ब्लक प्लस यसको माथि एफइजी थियो होइन प्लस यसले यहाँनिर इन्ड्युसमेन्ट पनि क्रिएट गरिसकेको थियो प्लस योलाई अलिकति यस्तो ब्याक साइड लिने हो भने यो एरियामा चाहिँ एउटा स्क्विजिङ अथवा एउटै रेन्जमा खेलेको छ भनेपछि यसलाई मैले एक्युमुलेसन जस्तो पनि लिएको थिएँ सो त्यस कारणले चाहिँ मैले यो युएलपिएसएल चाहिँ मैले एउटा बाईको लागि हेरेँ र प्लस मेरो टार्गेट चाहिँ यो एरियामा मैले राख्नुको मेन रिजन भनेको चाहिँ यसमा चाहिँ यो चाहिँ अर्डर ब्लक सेलिङ अर्डर ब्लक प्लस यसको मुनि एफइजी थियो होइन अब योभन्दा माथि गयो भने चाहिँ मेरो यो लेभल यो 5500 समथिङतिर चाहिँ मेरो सेलिङ आउनु सक्छ होइन बिकज यहाँ भोल्युम इम्ब्यालेन्स छ सो मैले चाहिँ यसरी एनालिसिस गरेर चाहिँ मैले युएलबिएसएल लिएको थिएँ प्लस हजुरले आरएसआई हेर्न सक्नुहुन्छ भने होइन अलिक देखाइदिन्छु है म मजाले आरएसआई पनि देख्नुहुन्छ भने when this is falling down होइन इट्स इन इज इन्क्रिजिङ रेट के यो चाहिँ के भएर चाहिँ इन्क्रिज भइरहेछ होइन स्ट्रेन्थ बढिरहेछ बट मार्केट चाहिँ घटिरहेछ क्या सो इट सोज अ डाइभर्जेन्स होइन सो त्यस कारणले चाहिँ मैले यसलाई बाइजन गरेको हो सो मैले कहाँनिर बाइजन गरेको थिएँ भनेर म हजुरलाई देखाइदिन्छु ल सो मेरो सेयर अकाउन्टमा जाऊँ र मैले युएलबिएसएल चाहिँ 50 युनिट्स किनेको छु है अनि प्लस हामी यसको डब्लुएससिसी हेर्नुहुन्छ भने मेरो डब्लुएससिसी चाहिँ 3319 छ है सो विच इज अलमोस्ट 3319 भनेको यहाँ अलमोस्ट भयो मैले स्टप लस चाहिँ मैले यो रिजनसम्म लगाएको छु है विच इज दिस म 10%सम्म रिस्क लिन सक्छु मेरो क्यापिटलको प्लस मेरो टार्गेट फर्स्ट टार्गेट भनेको मेरो यो रिजनमा छ है विच इज अलमोस्ट 44 अर 45%। त्यसपछि चाहिँ यो माथिको यो लेभल यसलाई हिट गरेपछि चाहिँ यो लेभलमा चाहिँ म मेरो आफ्नो स्टप लस ल्याउँछु है त सो यो चाहिँ मेरो एनालाइसिस रहेको छ छोटो मिठो सो हजुरलाई मन परेमा चाहिँ प्लिज लाइक सेयर सब्सक्राइब है त